हेलो साथीहरु, आज हाम्रो टपिक हो कि कुनै डेड मोबाइल कस्टमरले दियो भने त्यो मोबाइलमा हाफ सर्टिङ छ कि फुल सर्टिङ छ कि लिकेज छ भने डीसी मसिनबाट कसरी थाहा पाउने, कसरी पत्ता लगाउने त यो मोबाइल हाफ सर्टिङ हो कि फुल सर्टिङ हो कि लिकेज हो। अब हाफ सर्टिङ फुल सर्टिङ लिकेज निकाल्ने कसरी भने अर्को भिडियो नबनाउला, किनभने भिडियो लामो हुन्छ। अहिले डीसी मसिनबाट कसरी पत्ता लगाउने त यो मोबाइलमा हाफ सर्टिङ छ कि फुल सर्टिङ लिकेज। ल त्यो जानकारी गर्नको लागि अब हम आज त्यसैको भिडियो बनाउँदैछ। आज हाम्रो डीसी मसिनमा कि कसरी पत्ता लगाउने त। हाम्रो डीसी मसिन भनेको सनसाइनको 4 डिजिटको मसिन हो। हाम्रो मोबाइल चालू हुने भनेको भोल्टेज भनेको 4.3 भोल्टेज या 4.2 भोल्टेज हुन्छ अनि 3 एम्पियरदेखि 5 एम्पियरसम्म हाम्रो मोबाइल चालू हुन्छ। अब कुनै मोबाइल आयो भने त्यो पत्ता गर्नको लागि अब मोबाइल हाम्रो हाफ सर्ट फुल सर्ट लिकेज भनेर सबभन्दा पहिला मोबाइलको ब्याट्री कनेक्टरमा प्लसमा प्लस, बोर्डको ब्याट्री कनेक्टर, ब्याट्री कनेक्टर हैन, बोर्डको ब्याट्री कनेक्टरमा प्लसमा प्लस माइनसमा माइनस राख्ने अनि डीसी मेसिन चालु गर्ने। त्यस्तै अफ कन्डिसनमा छ, अफ मोडमा छ। अब यो एक्टिभ मोडमा भयो। अब जति बेला लगायो भने ब्याट्री कनेक्टरमा प्लसमा प्लस माइनसमा माइनस। अब यता हेर्ने यो भोल्टेज कति लिइरहेछ, भोल्टेज एम्पियर दुवै लियो भने त्यो फुल सर्ट छ। एम्पियर मात्र लियो भने त हाफ सर्ट हुन्छ। भोल्टेज एम्पियर दुवै लियो भने, दुवै हल्यो भने फुल सर्ट, एम्पियर मात्र लियो भने हाफ सर्ट। अब एम्पियरमा मात्र 2 डिजिट लियो, जस्तै 0.9, 0.8 या 10 लियो या 1.5, 15, 16, 20 2 डिजिट मात्र लियो भने त्यो लिकेज हुन्छ। अब लिकेज कसरी निकाल्ने, हाफ सर्ट कसरी निकाल्ने, फुल सर्ट कसरी निकाल्ने भने हामी अर्को भिडियोतिर बनाउँला। धन्यवाद।